हिमालयन डिजिटल गुरुकुलको इनर्जी आर्किटेक्ट प्रोग्रामको चाहिँ स्वर विज्ञानको कक्षाको आज हामी 7औं लेक्चरमा चाहिँ पुगेको छौँ। यसमा हामी आज चाहिँ फेरि यो जुन उम्, नाडीहरूको विषयमा हामीले चाहिँ कुरा गरिरहेको छौँ। यसमा चाहिँ तिनवटा नाडीको हामीले हेरिरहेकोमा अब यहाँ 10वटा प्रमुख चाहिँ 10वटा नाडीलाई चाहिँ मानिन्छ। 72,000 नाडीको विषयमा नि हामीले चाहिँ 72,000वटा नाडी हुन्छ टोटलमा भनेर भन्यौँ। तर यसमा हामीले मुख्य रूपले चाहिँ बुझ्ने मान्ने भनेको तपाईँको अलिकति चर्चा हुने भनेको तपाईँको यो 10वटा नाडीको। यसमा पनि मुख्य साधना गर्ने र उ गर्ने भनेको त यो तिनवटा मात्रै नाडीको हो, इडा पिङ्गला र सुषुम्ना होइन। यसरी चाहिँ तपाईँको चाहिँ यो निलो भनेको यो इडा होइन, यो रातो भनेको यो पिङ्गला, बिचको यो जुन भर्टिकल्ली गइरहेको छ होइन, यो जुन भर्टिकल्ली गयो यसरी, यो भनेको हाम्रो सुषुम्ना होइन। कुण्डलिनी पनि यसैलाई भन्छ। कुण्डलिनी शक्ति पहिला सुरुमा हाम्रो यहाँ बसेको हुन्छ, पछि यसलाई उठाउँदै 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 यसरी उठाएर चाहिँ लिएर आएर चाहिँ यहाँ पुर्याउने भन्ने हो होइन। समाधि भएको बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि यो जसले समाधि लिनुहुन्छ उहाँहरूले यो कुण्डलिनी शक्ति सँगसँगै आफ्नो चाहिँ सम्पूर्ण भएको ऊर्जालाई चाहिँ यहाँबाट निकाल्ने हो, माथि सहरसा चक्रबाट है। त्यसैलाई भनिन्छ हाम्रो समाधि लिने। यो हजुरहरूलाई अलिकति चाहिँ दिमागमा क्याच होस् भनेर मैले यो रेगुलर चाहिँ राखिराखेको छु। यसको चर्चाहरू हामीले खासमा गरिसकेको छौँ होइन। त्यो प्रेजेन्टेसन आउँदै गर्दाखेरि चाहिँ बुझ्न नि सजिलो हुन्छ र दिमागमा पनि बसोस् भनेर है। अब आज हामीले अलिकति चर्चा गर्ने के को भन्दाखेरि तपाईँको यो 10वटा चाहिँ प्रमुख नाडीहरूको विषयमा है। नाडी भनेको तपाईँको चेतनाको प्रवेशद्वार पनि हो हेर्नुहोस् है। नाडीबाट चाहिँ तपाईँको जुन हामी श्वास आउँछ, श्वास स्वर नाडी भनेको अहिलेको लागि हामीले एउटै बुझ्दाखेरि हुन्छ है। श्वास प्रश्वास हाम्रो श्वास प्रश्वास होइन, अनि यसलाई चाहिँ स्वर पनि भनिन्छ होइन, अनि नाडी पनि भनिन्छ भन्ने हिसाबले चाहिँ बुझ्दाखेरि पनि भयो अहिलेलाई है। अनि त्यसको तात्विक भिन्नताहरू त छन्, अहिले सुरुमा हामीले त्यसरी बुझ्दाखेरि पनि हुन्छ। अब 72,000 नाडीमध्ये 10वटा नाडीलाई प्रधान नाडी मानिन्छ। यी नाडीहरूले हाम्रो शरीरका मुख्य 10वटा द्वार, के द्वार हुन्छ ती आँखा, कान, नाक, मुख आदिलाई चाहिँ ऊर्जा प्रदान गर्दछ। शिवस्वरोदयका अनुसार यी 10 नाडीहरूको नाम निम्न अनुसार छन्। एउटा इडा भयो, पिङ्गला भयो, सुषुम्ना भयो होइन, गान्धारी भन्छ, हस्तिजिह्वा भन्छ, पुषा भन्छ, यशस्विनी भन्छ, अलम्बुसा भन्छ, कुहु भन्छ होइन, शङ्खिनी भन्छ है। आज हामी यी नाडीहरूको शरीरमा रहने स्थान र तिनीहरूको कार्यको चाहिँ अलिकति चर्चा गर्छौँ है। कहाँ हुन्छन् यी, के भन्छ भन्ने कुरालाई होइन। यो कहाँ हुन्छ के भनिन्छ भन्दा तपाईँको इडा भनेको तपाईँको चाहिँ चन्द्र नाडी भयो होइन। शरीरमा शीतलता दिने यसको काम भनेको, मानसिक शान्ति दिने, कल्पनाशीलता र रचनात्मक कार्य चाहिँ गराउने होइन। पिङ्गला भनेको तपाईँको के हो, शरीरमा ताप उत्पन्न गर्छ यसले, हिटिङ होइन। शारीरिक शक्तिलाई चाहिँ बढाउँछ होइन, पाचन शक्तिलाई बढाउँछ र लजिकल र दिमागलाई चाहिँ एक्टिभ गर्छ होइन, लजिकल एक्सनहरूलाई चाहिँ काम गर्छ यसले। सुषुम्ना भनेको के हो है, सुषुम्ना जब यो हाम्रो इडा र पिङ्गला पालै पालो चल्दाखेरि बिचमा चाहिँ हाम्रो सुषुम्ना नाडी भनेर बिचको सेन्ट्रल भर्टिकल चाहिँ लाइनबाट चाहिँ तपाईँको चाहिँ इनर्जी फ्लो हुन्छ होइन। त्यो बेलामा तपाईँको के हुन्छ, दुवै नाडी चाहिँ ब्यालेन्समा हुन्छ, सन्तुलनमा हुन्छ होइन। हो, यो सन्तुलनमा भएको अवस्थामा चाहिँ हामीले कुण्डलिनी जागरण गर्ने, ध्यान गर्ने, ऊर्जामा बस्ने होइन। त्यो बेलामा चाहिँ मौन बस्ने होइन, आत्मचिन्तनमा बस्ने होइन, यो गर्नुपर्ने हुन्छ होइन। सोच्न सकियो, प्लानिङ बनाउन सकियो होइन, मन्त्र जापहरू गर्न सकियो, मन्त्र सिद्धिहरू गर्न सकियो त्यो बेलामा। अब यो छोटो समय हुने भएको कारणले गर्दाखेरि अलिकति समाप्त हुँदैन। तर यस्तो बेलामा तपाईँको भरसक यो फिजिकल काम चाहिँ गर्न नै हुँदैन होइन, सुषुम्ना चढेको अवस्थामा, किनभने त्यतिखेर त्यो सक्सेस हुँदैन, नगर्नु भन्छन् है। यो हाम्रो शास्त्रले भन्ने कुरा है, यो विज्ञानले भन्ने कुरा। अब गान्धारी, अब गान्धारी भनेको के, दृश्य शक्ति, देब्रे आँखा, देब्रे आँखा दाहिने आँखा दुईवटा हुन्छ तपाईँको होइन। भने पछाडि तपाईँको गान्धारी भनेको लेफ्ट आई हेर्नुहोस् होइन, बायाँ आँखाको शक्ति तपाईँको सञ्चालन गर्ने र दृश्य जानकारीलाई मस्तिष्कसम्म पुर्याउने काम केले गर्दो रहेछ त भन्दाखेरि गान्धारी नाडीले हेर्नुहोस् होइन। हस्तिजिह्वा भनेको
दृश्य शक्ति नै भयो यो नि, यो चाहिँ के भयो, राइट आँखाको भयो। हेर्नुहोस् होइन, दायाँ आँखाको चाहिँ ऊर्जा सञ्चालन गर्ने र दृश्यलाई चाहिँ एकाग्रता गर्ने, फोकस गर्ने, यसलाई पनि मस्तिष्कसम्म जुन पुऱ्याएर चाहिँ तपाईँको ट्रान्समिट गर्छ, त्यो काम के को त भन्दाखेरि यो नाडीको होइन। पुसा, पुसा भनेको अब तपाईँको के भयो, श्रवण शक्ति, दाहिने कानले सुन्ने कुरा हेर्नुहोस् है। दायाँ कानको ऊर्जा सञ्चालन गर्ने र शब्दहरूलाई चाहिँ सूक्ष्म कम्पनमा ग्रहण गरेर चाहिँ यसको पनि फङ्सन के हुन्छ फेरि दिमागमा पुर्याउनु पर्यो होइन। यो नाडीको काम भनेको चाहिँ नि दायाँतिरको चाहिँ नि कानबाट जुन हामी श्रवण गरेको हुन्छौँ त्यो कुरालाई चाहिँ नि फिल्टरेसन गर्ने काम चाहिँ नि के को त भन्दाखेरि यो नाडीको है। यशस्विनी भनेको तपाईँको श्रवण शक्ति तपाईँको होइन, यतातिर देब्रेपट्टिको यो कानलाई चाहिँ सञ्चालन कसले गर्छ त भन्दाखेरि तपाईँको यो नाडीले गर्ने भयो। हेर्नुहोस् है। अलम्बुसा भनेको चाहिँ नि स्वाद र बाँडी, अब जिब्रोको लागि पनि चाहियो फेरि हेर्नुहोस् होइन। मुख र जिब्रोको ऊर्जा सञ्चालन गर्ने, यसले स्वाद ग्रहण र प्रभावकारी बोलीमा मद्दत पुर्याउँछ। जिब्रोलाई जुन फड्कार्ने जुन हुन्छ, जिब्रोलाई चलाउने होइन, यो नाडीको काम हो होइन। त्यसै गरी कुहु भनेको विसर्जन र प्रजनन भनेको तपाईँको यो अगाडिको गुप्ताङ्गको काम हेर्नुहोस् है। यी जननेन्द्रियको ऊर्जा सञ्चालन गर्ने र शरीरको पुनरुत्पादन क्षमतालाई नियन्त्रण गर्ने हेर्नुहोस् है। अब सङ्खिनी भनेको तपाईँको यो पनि के हो, शुद्धिकरण भयो। यी मलद्वार भनेको पछाडिको चाहिँ गुप्ताङ्गको चाहिँ जुन काम गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ तपाईँको के हुन्छ गर्छ त भन्दाखेरि यो अटोमेटिक गर्छ नि फङ्सन होइन। यी नाडीहरूले गरिराखेको हुन्छन् होइन। शरीरको अन्य विसर्जन मार्गहरू हुन्छ होइन, ती मार्गहरूलाई चाहिँ नि सञ्चालन गर्ने टक्सिनहरू चाहिँ बाहिर निकाल्ने काम पनि गर्छ यसले। हेर्नुहोस् जस्तो अब हाम्रो पसिनाहरूबाट कतिपय टक्सिनहरू निस्किरहेका हुन्छन् होइन। अब यी 72,000 नाडी हुँदो रहेछन् भनेपछि त्यो तपाईँको सबैको चाहिँ नि यसरी कनेक्सन र फङ्सन हुन्छ होइन। 10 द्वारा 10 नाडी भनेको के हो त भन्दाखेरि हाम्रो शरीरलाई चाहिँ 10वटा ढोका भएको एउटा चाहिँ नि ऊर्जा ग्रिड अथवा किल्ला मान्न सक्यो, एउटा घर मान्न सकियो होइन। यी 10 नाडीहरू ती ढोकाको चाहिँ नि रक्षक भनेर मान्न सक्यो होइन, सञ्चालक भनेर मान्न सक्यो, ब्यालेन्सर भनेर पनि मान्न सक्यो है, सन्तुलनकर्ता क्या होइन। यदि यी नाडीहरू सन्तुलित छैनन् भनेदेखि बाहिरीको चाहिँ जुन हाम्रो नेगेटिभ ऊर्जाहरू हुन्छ त्यो सजिलैसँग चाहिँ भित्र जाने सम्भावना हुन्छ। त्यसलाई रोक्नको लागि नि के गर्नु पर्यो त भन्दाखेरि यी 10 द्वारका चाहिँ यी जुन नाडीहरू छन् यी नाडीहरूलाई चाहिँ मजबुत बनाउनु पर्यो। हेर्नुहोस् होइन। इन्द्रिय नियन्त्रण, प्रत्येक नाडी एउटा निश्चित इन्द्रियसँग चाहिँ जोडिएको हुन्छ क्या, त्यसको निश्चित काम हुन्छ। उदाहरणको लागि गान्धारी दायाँ आँखा र हस्तीजिह्वा दाहिने आँखासँग जोडिएको हुन्छ। यी नाडीहरूको शुद्धिले साधकमा दिव्य दृष्टि र दिव्य श्रवण जस्ता चाहिँ नि क्षमताहरू जागृत गराउँछ हेर्नुहोस् है। वैज्ञानिक तथा चाहिँ अकल्ट आधार होइन। आधुनिक चिकित्सा विज्ञानमा 12 जोडी चाहिँ नि क्रेनियल नर्भ्स भन्छ क्या होइन, जसले हाम्रो चाहिँ नि हेर्ने सुन्ने सुँग्ने शक्तिहरूलाई चाहिँ नि नियन्त्रण गर्छ भन्छ होइन। यो हाम्रो स्वर विज्ञानले पनि के भन्छ त भन्दाखेरि लगभग तपाईँको 10वटा नाडी भनेर भन्यो नि, यी नै स्नायुहरूको चाहिँ सूक्ष्म ऊर्जा केन्द्र हो भनेर बुझ्न सकिन्छ क्या। यो विज्ञानले भनेको यो कुरालाई चाहिँ हामीले यहाँ जोडेर चाहिँ हेर्न सक्छौँ। दिशाबोध, 10 नाडीहरू 10वटा दिशा दिक्पालसँग पनि सम्बन्धित हुन्छन्। मानिस वास्तुको कुरा, दिक्पाल भने कहाँबाट आउनुहुन्छ त भन्दाखेरि दिशाका चाहिँ नि तपाईँको चाहिँ संरक्षित देवताहरू है, रक्षक देवताहरू हो, त्यो चाहिँ वास्तुबाट आउने भयो। त्यहाँ पनि चाहिँ यो कुरालाई चाहिँ लगेर चाहिँ हामीले 10वटा दिशा हुन्छन् भने पछाडि होइन 10 दिशामा चाहिँ लगेर चाहिँ यी चिजहरूलाई चाहिँ के भन्छ जोड्न सकिन्छ। त्यहाँ लगेर चाहिँ हामीले इनर्जी म्यापिङ गर्न सक्छौँ। इनर्जी आर्किटेक्टका लागि यी नाडीहरू सक्रिय हुनुको अर्थ के हो भनेदेखि उसले कुनै पनि प्लट वा घरमा उभिँदा 10वटा दिशाबाट आउने ऊर्जाको सूक्ष्म कम्पनलाई चाहिँ नि आफ्नो इन्द्रियद्वारा चाहिँ नि चिन्न सक्छ। ल हेर्नुहोस् वास्तवमा कति काम लाग्नेहरू छ यो नाडी सबैले चाहिँ होइन। सूक्ष्म ढङ्गले चाहिँ तपाईँको काम गरेको खण्डमा तपाईँको ब्रह्मस्थान टक्क हामीले चाहिँ के अरे उभिएर मौन ध्यान गऱ्यौँ भनेदेखि कतातिरबाट कस्तो खालको ऊर्जा आएको छ होइन, कहाँ वास्तु दोष बिग्रिएको छ भन्ने कुरो यसरी चाहिँ थाहा पाउन सकिन्छ है। यसरी एउटा कम्प्युटरमा विभिन्न पोर्टहरू हुन्छ नि,
कम्प्युटरमा मोबाइलमा होइन। अहिले त अब मल्टिपोर्ट सिस्टम आयो, एउटै पोर्टमा चाहिँ सबै उसले चाहिँ काम गर्ने अवस्था हुन्छ। तर विशेष गरी कम्प्युटरमा युएसबीको हुन्छ, प्रिन्टर लाइन छुट्टै हुन्छ, युएसबी नै धेरैवटा राखिदिएको हुन्छ तपाईँको होइन। अब यो भिजुअलहरूको लागि चाहिँ फरक फरक हुन्छन्। भने जस्तै तपाईँको यो हाम्रो चाहिँ तिनीहरूले के हो त, फरक फरक डाटा फरक फरक त्यो पोर्टबाट लाग्छ नि कम्प्युटरमा होइन, मोबाइलमा, यो हार्डवेयरहरूमा होइन। त्यस्तै गरी हाम्रो शरीरमा पनि डिफ्रेन्ट डिफ्रेन्ट नाडीहरू चाहिँ ब्रह्माण्डबाट आएको डाटा लिनको लागि चाहिँ फरक फरक किसिमले चाहिँ डिजाइन गरिएका कारणले गर्दाखेरि चाहिँ यिनीहरूको इम्पोर्टेन्सलाई चाहिँ हामीले त्यसरी बुझ्न सक्छौँ होइन। साधनाको विधि र अभ्यास गर्दाखेरि अब यो कुरालाई हामीले कसरी चाहिँ उ गर्ने भन्दाखेरि दशद्वार ऊर्जा ध्यान भन्छ यसलाई। 10वटा यो हाम्रो द्वार भए, दशद्वार ऊर्जा ध्यान, 10 गेटवेज होइन, इनर्जी मेडिटेसन। पहिलो नम्बरमा के हुनु पर्यो, हामीले ध्यान साधना गर्दाखेरि मेरुदण्ड सिधा हो, सिधा खेचरी मुद्रामा बस्ने होइन, जिब्रोलाई चाहिँ तलुवामा फर्काएर होइन। अथवा यो खेचरी मुद्रा आवश्यक पनि हुँदैन हेर्नु होइन, किनभने अहिले हामी बिगिनरमै छौँ है। त्यसले गर्दाखेरि यो तपाईँको हामीले चाहिँ जहिले पनि के हुन्छ भन्दाखेरि यो ढाड एकदम सिधा गरेर बसेर चाहिँ तपाईँको ध्यान गर्ने। ध्यानमा सबैभन्दा ठुलो कुरा यो मुद्रा यिनीहरू भन्दा पनि तपाईँको भाव हो क्या। जस्तो यही ध्यान गर्दै गर्दाखेरि पनि हामीले के भाव बनाइरहेको छौँ त भन्दाखेरि 10 द्वार ऊर्जा ध्यान भन्ने बनाएर हामीले चाहिँ नि यो 10वटा जुन द्वार अहिले चिन्यौँ यहाँ यहाँ हुँदो रहेछ भनेर तिनीहरूमा चाहिँ हामीले चाहिँ नि ध्यान गर्ने हो, ध्यान लगाउने हो क्या होइन। अब एकाग्रता हुनु पऱ्यो तपाईँको, बिस्तारै बाहिरी चाहिँ नि यो दुनियाँसँगबाट डिस्कनेक्ट हुनु पऱ्यो। पहिला ब्रह्माण्डीय श्वास भनेर लामो लामो श्वास चाहिँ नि तान्ने भित्र होइन, अनि नाभीमा फोकस गर्ने। पालै पालो आफ्नो ध्यानलाई त्यस पछाडि के गर्छौँ त हामी 1 मिनट जति तपाईँको चाहिँ नि आफ्नो बडीलाई प्रिपेयर गरेर भित्र चाहिँ नि हाम्रो चाहिँ नि के भन्छ मौन ध्यानमा चाहिँ नि हाम्रो ध्यान गइसके पछाडि होइन बिस्तारै चाहिँ तपाईँको हामीले बायाँ र दायाँ आँखामा, अहिले अब यो नाममा नजाउँ होइन, नाममा जाँदाखेरि अब यहाँ कन्फ्युज भइन्छ। एउटा बायाँ आँखामा ध्यान गर्नु पर्यो होइन, त्यस पछाडि अर्को आँखामा ध्यान गर्नु पर्यो, एउटा कानमा ध्यान गर्नु पर्यो, अर्को कानमा ध्यान गर्नु पर्यो होइन, मुखमा ध्यान गर्नु पर्यो होइन, मुखबाट पनि सास जान्छ भनेपछि ओठमा ध्यान गर्न सकियो होइन, जिब्रोमा ध्यान गर्न सकियो होइन। त्यस पछाडि यो नाकमा पनि तपाईँको लेफ्ट राइट दुइटैमा ध्यान लगाउने होइन। अनि त्यस पछाडि तपाईँको चाहिँ जुन के भन्छ तलका चाहिँ हाम्रा चाहिँ यो निष्कासन गर्ने दुईवटा द्वार छन्, ती द्वारबाट पनि फोहोर चिजहरू हाम्रो शरीरमा भएको चाहिँ नि नेगेटिभ ऊर्जाहरू चाहिँ नि बाहिर जाउँ भनेर चाहिँ तपाईँको ध्यान गर्नु। श्वास लिँदा कल्पना गर्नुहोस् कि ती द्वारबाट चम्किलो प्रकाश, अब यो जुन माथिबाट हाम्रो चाहिँ नि यो छिर्छ, छिर्दाखेरि चाहिँ तपाईँको चम्किलो चिज आइरहेको छ, ऊर्जाको चिज आइरहेको छ भन्ने चाहिँ नि राम्रो चिज आइरहेको छ भन्ने भाव हुनु पर्यो। जब हामी निष्कासनको कुरा गर्छौँ, हिजो हामीले चाहिँ एउटा पैतालाबाट निस्किन्छ भन्यौँ होइन, तपाईँको चाहिँ अब विभिन्न माध्यमबाट निस्किन्छन् होइन। यो अब यो हाम्रो चाहिँ के भन्छ मलद्वार र उसबाट निस्किने भयो, त्यसबाट जुन चिज निस्किन्छ त्यसबाट निस्किँदाखेरि चाहिँ नि नेगेटिभ चिज निस्किरहेको छ भन्ने हिसाबले चाहिँ नि हामीले चाहिँ नि महसुस र ध्यान गर्नु पर्यो। सक्रियता भनेको श्वास छोड्दा ती ऊर्जाले होइन, त्यो ऊर्जाले यी सबै इन्द्रियलाई तीव्र र संवेदनशील बनाइरहेको छ। भनेको मतलब एक्टिभ बनाइरहेको छ। यो जति पनि चाहिँ हामीले चाहिँ अहिले यो 10वटा चाहिँ इन्द्रियको कुरा गऱ्यौँ, यो इन्द्रियहरूलाई चाहिँ एक्टिभ गरायो मेरो भन्ने चाहिँ महसुस गर्नु पर्यो होइन। यसलाई चाहिँ ब्यालेन्स गरायो भन्ने चाहिँ हामीले चाहिँ सोच्नु पर्यो। नेगेटिभलाई चाहिँ तपाईँको फाल्यो होइन र पोजिटिभलाई चाहिँ लियो भनिसके पछाडि यसरी चाहिँ हामीले भाव बनाउनु पर्ने हुन्छ। गर्ने के हो, गर्ने कुरामा यहाँ नयाँ कुरा खासै छैन। जुन हामी यो ध्यान गर्दैछौँ त्यो ध्यानमा जुन भाव बनाउने कुरा छ त्यो भावमा मात्रै अब नयाँ कुरा आइरहेको छ हेर्नुहोस् है। अब भोलिको दिनमा अक्षय तृतीयाको चाहिँ यो हामीले सङ्कल्प लिँदाखेरि चाहिँ एउटा के गर्नुपर्छ भन्दाखेरि जस्तो सासलाई तानेर तपाईँको नाइटोमा चाहिँ नि होल्ड गरेको चाहिँ नि महसुस गर्नु पर्यो नाभिमा होइन, हो त्यतिखेर चाहिँ सङ्कल्प लिने हो। सङ्कल्प लिँदाखेरि चाहिँ नाभिमा चाहिँ नि सासलाई चाहिँ केन्द्रित गरेको चाहिँ नि महसुस गर्ने, सगुणमा लिने। सगुण र निर्गुणको कुरा मैले भने फेरि एकचोटि रिपिट गर्छु। हामीले जुन श्वास बाहिर फाल्छौँ यो भनेको निर्गुण, गुण छैन। अब यसमा फालेको बेलामा जुन हाम्रो भित्र श्वास रोकिन्छ यतिखेर निर्गुण हुन्छ। जब हामीले चाहिँ
गरेर बाहिरको श्वास चाहिँ भित्र लगेर तानेर नि फेरि यो तल गएर फेरि फर्केर आउने बेलासम्म त त्यो रोकियो नि त भित्रभित्रै हाम्रो शरीरभित्रै भनेपछि हो। यतिखेरको समय भनेको के हो? सगुण गुण। किनभने लिएकोमा के भनिरहेको छौँ हामी? ब्रह्माण्डबाट पोजिटिभ ऊर्जा लियो नि त, होइन हो। यसले गर्दाखेरि त्यतिखेर चाहिँ तपाईँको हामीले सगुण सास भन्छ, त्यो सगुण भनेको चाहिँ गरेर यो अलिकति रोक्ने बानी गर्नुपर्छ। यो चाहिँ तपाईँको एकछिन रोकेर सुरुमा चाहिँ नि रोक्ने, अनि यतिखेरबाट चाहिँ अब म यो सङ्कल्प लिँदैछु भनेर चाहिँ तपाईँको चाहिँ नि सुरुवात गर्ने, त्यस पछाडि छोडिदिने। सुरुको मात्रै हिसाब हुन्छ तपाईँको, होइन। पछिसम्म लामो रोकिराख्न नि परेन। त्यो सङ्कल्प लिनुभन्दा अगाडि तपाईँको सट्ट सास तानेर चाहिँ त्यसलाई भित्र रोकेर यसलाई भन्छ सगुण। यो सगुणमा चाहिँ नि हामीले कार्यहरू गर्नुपर्दछ, होइन। स्पेसल यो सङ्कल्पहरू लिँदा, होइन, ध्यानको सुरुवात गर्दा, कुनै पनि चाहिँ शुभ कर्महरू गर्दाखेरि चाहिँ यसमा गर्नुपर्दछ। यो एउटालाई हामीले प्र्याक्टिस गरेर अलिकति भित्र होल्ड गर्ने जुन यो हाम्रो समय छ, यसलाई चाहिँ नि बिस्तारै बिस्तारै बढ्दै जान्छ। यो प्र्याक्टिस पनि हजुरहरूले चाहिँ नि गर्नु होला बिस्तारै बिस्तारै, है। म आज सचेत हुनेछु कि मेरा 10वटै इन्द्रियले कस्तो जानकारी लिइरहेका छन्। म आफ्ना आँखा र कानलाई केवल सकारात्मक र ऊर्जावान दृश्य र ध्वनिहरूमा मात्रै केन्द्रित गर्नेछु। ल हेर्नुहोस्, अब मोबाइलमा जे पायो त्यही सुन्न हुने रहेछ। मोबाइलमा जे भिडियो आयो त्यही हेर्न हुने रहेछ। ल हेर्नुहोस् कसरी असर गर्दो रहेछ यो सूक्ष्म रूपले, होइन। लाइभ लाइभले नि गर्छ। मोबाइलमा पनि तपाईँको चाहिँ यो हामी गर्छौँ नि, बानी छ नि हाम्रो, खोइ खोइ सारेर चाहिँ यो स्क्रोल गरेर अननेसेसरी जे आयो त्यही चिज हेर्ने, है। हो, यो बानीलाई हामीले बिस्तारै हटाउनुपर्छ र यो मोबाइलमा पनि तपाईँको क्वालिटी कन्टेन्ट चाहिनको लागि हामीले सर्च गरेर हेर्ने बानी गर्नुपर्छ। युट्युबमा जाने, टिकटकमा जाने अथवा कता जाने, त्यहाँ चाहिँ तपाईँलाई के हेर्न मन लागेको हो त्यही चिज चाहिँ नि माथि ट्वाक्क सर्च गरिसकेपछि त्यस्तै त्यस्तै कुराहरू आउँछन्। त्यो गऱ्यो भने चाहिँ के हुन्छ, तपाईँले खोजेको जस्तो चिज आउने भयो। नत्र यो सुई सुई हामी चाहिँ जे आउँछ त्यही हेर्ने बानी गर्छौँ नि, यसलाई बिस्तारै हटाउनुपर्छ। हेर्नुहोस्, इनर्जी आर्किटेक्टले त्यसले चाहिँ के गर्दो रहेछ त भन्दाखेरि अदृश्य रूपले अप्रत्यक्ष रूपले चाहिँ नि हाम्रो इन्द्रियहरूलाई चाहिँ नि नाडीलाई कमजोर बनाउने काम गर्छ भनेर चाहिँ यहाँ भनिएको छ। हो, यस्ता कुराहरूमा हामीले बिस्तारै बिस्तारै सजगता अप्नाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। अब यो विषयलाई हामी चाहिँ अलिकति प्र्याक्टिस पनि गर्छौँ, 5-7 मिनट, होइन। अब केही छलफल गर्छौँ, होइन। अब जसले बुझ्नु भएको छ उहाँहरूले प्र्याक्टिस सुरु गर्दाखेरि हुन्छ, होइन। तर अब यो प्र्याक्टिस गर्दाखेरि एटलिस्ट तपाईँहरूले चाहिँ नि क्यामेरा खोलेर बस्नुहोस्, अहिपछि पनि यो क्यामेरा खोलेर बस्नुहोस्, हेर्नुहोस्, है। त्यसले चाहिँ के गर्छ त भन्दाखेरि तपाईँको यो क्यामेरा पनि बन्द गर्ने, मोबाइलमा पनि के अरे मोबाइल अथवा यो अनलाइन प्लेटफर्ममा क्यामेरा बन्द गरेर बस्दाखेरि तपाईँको चाहिँ नि यो अ, राहुको प्रभाव हाबी हुन्छ, है। पछि यो आउँछ, कता टपिक छ आउँछ यो हेर्नु, होइन। ओहो, बर्बाद भएछ, पहिलेदेखि नै चाहिँ क्यामेरा खोलेर बस्नु पर्ने रहेछ भन्ने त्यतिखेर तपाईँहरूलाई पर्छ, है। त्यस कारणले गर्दाखेरि अहिले नै भनेको मैले, हेर्नुहोस्, यो राहुको समय हो। राहुको समयमा तपाईँको चाहिँ नि राहुको चाहिँ उचित प्रयोग गर्नु पर्यो। राहु के गर्दाखेरि चाहिँ ह्याप्पी हुन्छ, के गर्दाखेरि चाहिँ राहुको चाहिँ के हुन्छ, आशीर्वाद पाइन्छ, त्यो गर्नु पर्यो। अब यहाँ के अरे राहुको चाहिँ उसमा आएको छ, द्वारमा आएको छ, मुख लुकाएर आएको छ भनेपछि राहुले के गर्छ, होइन। यही हो साइकोलोजी क्या, जसरी हामीले ह्युमन साइकोलोजीले सोध्छौँ नि, होइन। यही हो, योभन्दा नि सूक्ष्म लेभलमा सोध्छ नि यी दैव के अरे यी दैवी शक्तिहरूले अथवा यी सूक्ष्म ऊर्जाहरूले। त्यसले गर्दाखेरि त्यो एउटा हामीलाई प्र्याक्टिस पनि हुन्छ, बानी पनि हुन्छ, होइन। अनि यो ऊर्जाको ऊ पनि हुन्छ क्या, तपाईँको तालमेल क्या, अलाइनमेन्ट पनि हुन्छ। अब यहाँ चाहिँ तपाईँको किनभने हामी यहाँ नेटवर्कमा बसेर चाहिँ जुन किसिमले चाहिँ एउटा यो जोडिराखेको छौँ, होइन। यो चाहिँ पोजिटिभ भाव पनि तपाईँको ट्रान्सफर हुने भयो। हेर्नुहोस्, दृश्य ऊर्जाले काम गर्ने भयो क्या यहाँ। होइन, त्यसको लागि चाहिँ नि यो हामीले बिस्तारै अब बुझ्दै जान्छौँ नि त, यो आफै बुझ्नुहुन्छ तपाईँहरूले भनेर चाहिँ मैले त्यति झन् फोर्स नगरेको। नत्र त यो त हाम्रो त अलिकति गुरुकुल हो, यहाँ नियम कडा हुन्छ, होइन। अब किन त्यो गर्ने भनेर अब यो बिस्तारै हामीले स्वर साधना पनि गरिराखेको छौँ भनेपछि अब यसमा यस्ता कुराहरू जोडिएरै आउँछन्, हेर्नुहोस्, है। अब हामी उतातिरको के भन्छ यसको चाहिँ डिस्कसन सेसन गरौँ, अनि त्यहाँबाट हामी चाहिँ उ सेसन गरौँ, है त, ध्यान सेसन गरौँ। अब डिस्कसनमा के छ भने गुरु, एउटा मैले नबुझेको कुरा, यो नाडी भनेको चाहिँ चेतनाको प्रवेशद्वार भनेर भनियो कि? हजुर, प्रमुख 10 नाडी, चेतनाको प्रवेशद्वार नाडी। यो प्रवेशद्वार भनेको ढोका हो कि
नाडी भनेको प्रवाह हुने ठाउँ, चेतना प्रवाह हुने ठाउँ, एउटा प्रवाह हुने मार्ग हो कि चेतनाको प्रवाह हुने द्वारसित मार्ग, ढोकादेखिकै मार्ग, ढोका पनि ढोकादेखिकै हो, मार्ग हो। मार्ग पनि हो। ए मार्ग पनि हो। ए, अँ, चेतना यो चाहिँ तपाईँको कस्तो हो भन्दाखेरि जुन नसाको हिसाबले हामीले बुझ्छौँ नि, नसा, हजुर नसा। नसामा त तपाईँको रगत बग्छ, त्यहाँबाट अक्सिजन बग्छ होइन, विभिन्न चाहिँ नसाहरू चाहिँ हाम्रो इन्टरकनेक्टेड हुन्छ होइन, दिमागमा चाहिँ तपाईँको नसा हुन्छ, शरीरको सबै ठाउँमा नसा हुन्छ नि त। अब त्यो नसा त तपाईँको टुप्पा टुप्पैसँग पुगेको हुन्छ होइन, अथवा टुप्पैमै तपाईँको नसा पुगेन भने नि त्यो नसा यहाँ त अब पाल पाल छ नि त, छिद्रहरू छन् नि त होइन, त्यो छिद्रको मार्गबाट चाहिँ भित्र त्यहाँ कनेक्सन भएर फेरि त्यो टनल भनौँ न होइन, अब यो त्यही डाटा पनि फ्लो गरेर सेन्सेसन भनौँ न गुरु, एउटा सेन्स सेन्सको मार्ग होस्। सेन्स सेन्सको मार्ग। मोटर, मोटार भित्र मोटार हुन्छ एउटा, सेन्स हुन्छ होइन। अब यो त 72,000 नाडी, तिमीले एउटा साना पाइपमा नसामा आँट्नु भनेको कत्रो होला विचार गर्नु। हामीले वाइफाईको भित्र त्यो मसिना तार हुन्छ नि, तार वाइफाईको कतिवटा एउटा उ हुन्छ, त्यो त्यो भित्र। वाइफाई एउटा आउनको लागि त्यो खासमा त्यो वाइफाईमा चाहिँ नि तपाईँको चाहिँ 16वटा कि कतिवटा तार हुन्छ भित्र, त्यो मसिनो हो मसिनो। त्यसका, त्यो तारका भित्र पनि अरू मसिना कति हुन्छन् हो, त्यस्तै सोचौँ न त्यो एउटा त्यो। एउटा भित्र फेरि अरू मसिना हुन्छन् होइन, अब त्यस्तै त्यस्तै खालको होइन। नाडीहरू चल्ने भनेको यो पछाडि मेरुदण्डको हड्डी जस्तो जुन हुन्छ त्यसका भित्रबाट अँ, चाहिँ नाडी भनेको सेन्सहरू यो चल्ने। एकदम एडभान्स टर्म हो क्या। अब यो चाहिँ कस्तो भन्दाखेरि तपाईँले जसरी पनि यसलाई लिन सक्नुभयो, एउटा हामीले नसाको रूपमा मात्रै नि हेर्न सक्छौँ, एउटा श्वासलाई पनि हामीले नाडी भनिरहेका छौँ, अब त्यो श्वासको त मेन मार्ग हुन्छ। अर्को अब यो भनेको तपाईँको जुन यो हाम्रो बडीभन्दा बाहिर औरा औरा हुन्छ तपाईँको, अहिले देखिँदैन होइन, यो अब ध्यानबाट सर, चाहिँ अनुभव गर्ने कुरा हो। तपाईँको यो अब ऊर्जालाई चाहिँ तपाईँको चाहिँ क्याप्चर गर्न सकिँदैन। त्यो बाहिर हाम्रो जुन एउटा सर्टेन एरियासम्म औरा भन्छ त्यसलाई होइन, त्यो प्रभाव क्षेत्र, त्यसको इनर्जीलाई शुद्ध नाडीमै काउन्ट हुन्छ, त्यसरी पुग्ने हो 72,000। होइन यो हाम्रो पैतालामा जतिवटा रेसा हुन्छ नि, हजुर। पैतालाभित्र खुट्टाले टेक्दाखेरि यो पैतालाको इन्फर्मेसन टाउकोमा पुर्याउनु पर्यो, टाउकाको इन्फर्मेसन पैतालामा पुर्याउनु पर्यो होइन त्यसले। हो त्यसरी फ्लो हुन्छ। भनेपछि कति कति छिटो पुर्याउँछ विचार गर्नु त तपाईँ। मच्छरले छिसिकै यहाँ टोक्ने बित्तिकै टाउकाले अर्डर गर्यो अरे हातले पनि पड्काइसकेको हुन्छ। अर्डर त्यो पनि गर्नु त्यसमा पर्ने। हामीले लजिक लाउने हो भनेदेखि त हामी ढिला हामीले हुन्छौँ नि, कहाँ त्यति हामीले चाँडो चाहिँ रियाक्सन गर्न लजिक सक्दैनौँ नि। सकिँदैन नि त। यहाँ तेरो खुट्टामा टोको मच्छरले भने बित्तिकै यहाँबाट हातले हान भन्छ, माथिबाट हराइसक्छ। त्यो नाडीले त्यति छिटो काम गर्छ भनेपछि त्यो त बिजुली त्यो यो यसको विषयमा चाहिँ त्यो एउटा लाइट प्रवाह हेर्नुपर्छ त्यसको चाहिँ, त्यो युट्युबभित्र गएर। यो दिमागमा बिजुली कसरी कुद्दो रहेछ भनेर यो शरीरमा जुन बिजुलीको प्रवाह हुन्छ नि त्यो कुदेको हेऱ्यो भनेदेखि त्यसमा दिएको हुन्छ होइन, काहीँ काहीँ युट्युबभित्रतिर दिएको हुन्छ। त्यसले देखाउँछ नाडीहरू कसरी कुद्छन् शरीरमा भनेर। अनि यो 72,000 नाडीमा अब हामीले त त्यत्रो त्यो सबै नाडीहरू त हेर्नै सक्दैनौँ। इम्पोर्टेन्ट इम्पोर्टेन्ट हेर्दै जाने हो। नाडी भनेको सेन्स अर्गान भनौँ न हामीले शरीरमा। मुख्य रूपले हामीले चाहिँ नि यो भाव बनाउने कुरा हुन्छ क्या यसमा चाहिँ। हजुर हजुर। हामीले जे भाव बनायो त्यही अनुसारको चाहिँ तपाईँको चाहिँ नि ऊर्जाले काम गर्ने कुरा हुन्छ। काम गर्ने कुरा हुन्छ। ठुलो कुरो भने यो बुझ्नुपर्ने कुरा भनेको तपाईँको अब जुन हामीले त्यो लेक्चरमा बुझ्छौँ त्यो अनुसारले हुबहु उतार्न नसक्दाखेरि पनि होइन, तपाईँको हाम्रो चाहिँ नि के भन्छ, अब कानले चाहिँ नि छुट्टै किसिमले फङ्सन गर्दो रहेछ होइन, गर्छ, नाकले छुट्टै आ- फङ्सन गर्छ, तपाईँको मुखको छुट्टै। आँखाले छुट्टै गर्यो। त्यसरी जुन यहाँ अघि गान्धारी नाडी भनेर आयो नि गुरु, हजुर। देब्रे आँखा आयो। त्यो हुँदाखेरि मैले यसो विचार गरेँ महाभारतमा अँ धृष्टद्युम्नको बुढी चाहिँ गान्धारी हो। उसले आँखा छोपेकी थिए क्या। ए आँखा धृतराष्ट्र, छुट्टै। धृतराष्ट्रको बुढी चाहिँ गान्धारी हो। उसले चाहिँ हजुर, बुढो अन्धो भयो भनेर आँखा छोपेपछि त्यो चाहिँ नेपाली। देब्रे आँखा पर्दो रहेछ क्या हाम्रो। अँ गान्धारी नाडी चाहिँ देब्रेमा पर्यो नि त। अनि अर्को देब्रे एउटा हुन्छ। चाहिँ एउटा दाहिने पर्यो। त्यो मलाई यसो सम्झना आयो कि त्यो धृतराष्ट्रको श्रीमतीले महिला गान्धारीलाई। शक्ति पनि भयो, उसको त त्यो शक्ति सञ्चय बसेर भएर बसेको हुन्छ। अनि अनि कति शक्ति दुर्योधनलाई थियो चाहिँ उसको। दुर्योधनलाई चाहिँ तपाईँको चाहिँ नाङ्गा आइज त भनेर चाहिँ के भन्छ त्यो खोलेर उ गर्दाखेरि तपाईँको त्यो कृष्णले थाहा पाएर, किनभने त्यो शक्ति त उम्, तपाईँको यति सञ्चय भएको हुन्छ कि त्यस पछाडि त उसलाई चाहिँ उसको जीव के अरे शरीर अझै वज्रको हो, अझै हो, त्यो त अझै बज्र हुन्थ्यो शरीर। अक्षय हजुर। हुनेवाला हुन्छ। अनि त्यो भएर कृष्णले चाहिँ त्यहाँ धट आमाको अगाडि नि चाहिँ त यत्रो लाठे भएर ठुलो मान्छे भएर चाहिँ बच्चा जसरी चाहिँ नाङ्गै जान्छस् भनेपछि उसले त्यहाँ केही बाँधेर जान्छ, पछि त्यही ठाउँमा हानेर चाहिँ उसलाई सिद्धाउँछ। त्यो छोपेकाले गर्दाखेरि त्यो भाग चाहिँ उसको कमजोर भयो। त्यो जब भाग चाहिँ कमजोर, अरू भागमा हानेर उसलाई केही पनि नहुने त्यस्तो गान्धारीले जति उसको प्रसङ्ग छ। शरीर देखिरहे थियो त्यो चाहिँ वज्रको भयो क्या उसको सिधै।
किनभने भनेपछि उसको कति उसको आँखामा चाहिँ जुन उसले पट्टी बाँधेको कारणले गर्दाखेरि बाहिरबाट नेगेटिभ उसकोमा गएन होइन। हजुर हो। त्यो पनि त्यस हिसाबले पनि बुझ्न सक्यो क्या। ओहो। लामो लामो श्वास लिने, श्वासलाई चाहिँ नाइटोमा केन्द्रित भएको महसुस गर्ने, आफ्नै पाराले गर्ने है। यो मैले भने अनुसारले तुरुन्तै गर्नुपर्छ भन्ने छैन, आफ्नै रिदममा हुन दिने, स्लोली आफ्नो रिदम अनुसारले, त्यसमा कुनै पनि प्रेसर नगर्ने। ध्यान केवल हाम्रो यो श्वासभित्र जाँदाखेरि कहाँ के भइरहेको छ भन्ने कुरामा लगाउनु पर्यो। फेरि अर्को एउटा लामो श्वास लिउँ, नाइटोमा चाहिँ नि केन्द्रित गरौँ आफ्नो ध्यानलाई। यसरी जुन मैले चाहिँ श्वास लिइराखेको छु, यो श्वास भनेको यो ब्रह्माण्डीय ऊर्जालाई आफूभित्र सङ्ग्रह गर्नु हो। मैले यो श्वासको माध्यमबाट मेरो शरीरको लागि आवश्यक, मेरो नाडी शोधनको लागि आवश्यक ऊर्जालाई आफ्नो शरीरको भित्र सञ्चय गरिराखेको छु। मेरो शरीरको ब्रह्मस्थान, मेरो शरीरको मुख्य ऊर्जा केन्द्र नाभिमा यस ऊर्जालाई मैले सञ्चय गरिराखेको छु। मैले जुन श्वास लिइराखेको छु, यो श्वास सँगसँगै ब्रह्माण्डबाट दिव्य रचनात्मक परम ऊर्जा चाहिँ आइरहेको छ। मेरो श्वाससँगै यो ऊर्जाले मेरो नाडीहरूलाई शुद्धि गर्दै यो ऊर्जा मेरो नाभिमा केन्द्रित भइरहेको छ। जब म श्वास लिन्छु, यी श्वासहरूले मुख्य रूपमा मेरा शरीरका 10 द्वारहरू, दाहिने आँखा, देब्रे आँखा, दाहिने कान, देब्रे कान, दाहिने नाक, देब्रे नाक, मुख, जिब्रो, मेरो नाभि, मेरा चाहिँ प्रजनन अङ्गहरू, यी सबैलाई सन्तुलित गरिरहेको छ, सफा गरिरहेको छ, यसलाई ब्यालेन्स गरिरहेको छ, यसलाई एक्टिभ गरिरहेको छ। फेरि पनि आजको यस विशेष भगवान् परशुराम जयन्तीको अवसरमा अक्षय तृतीयाको जुन शुभ साइत र शुभ समय छ, सिद्ध मुहुर्त छ, यस शुभ मुहुर्तमा यस ब्रह्माण्डीय ऊर्जालाई म मेरो देब्रे नाक, दाहिने नाक, दाहिने आँखा, देब्रे आँखा, देब्रे कान, दाहिने कान, मुख, जिब्रो, प्रजनन अङ्ग, नाइटो लगायत मेरा जति पनि चाहिँ ऊर्जा क्षेत्र र द्वारहरू छन्, यी द्वारहरूको चाहिँ सफाई गर्दैछु, हुँदैछ। भगवान् परशुरामको कृपाले, भगवान् सदाशिवको कृपाले, माता पार्वतीको कृपाले मेरो शरीरमा भएका नकारात्मक ऊर्जाहरू, मेरो शरीरमा भएको नेगेटिभ ऊर्जाहरू, यी ऊर्जाहरू मेरो शरीरको बाहिर निस्कने द्वारहरू, शरीरबाट ऊर्जा बाहिर निस्किने
नाडीहरूको माध्यमबाट बाहिर जाओस्, गइरहेको छ। म महसुस गर्न सकिरहेको छु कि भगवान शिव र माता पार्वतीको कृपाले आजको यस अक्षय तृतीयाको शुभसिद्ध समयमा मैले गरेको यो ध्यानमा मेरो आफ्नो मनको अहङ्कार, लोभ, मोह, क्रोध यस्ता नकारात्मक भावनाहरूलाई शुद्धि गरिरहेको छ, पखालिरहेको छ, यसलाई शरीरबाट बाहिर पठाइरहेको छ। म बिस्तारै आफ्नो शरीरमा अक्षय ऊर्जा, कहिल्यै नाश नहुने ऊर्जा, सदाशिव ऊर्जा, जगदम्बा ऊर्जा, प्रकृतिको ऊर्जालाई महसुस गरिरहेको छु। ब्रह्माण्डका मालिक, ब्रह्माण्डका रचयिता, यस ब्रह्माण्डका सृष्टिकर्ता, यस ब्रह्माण्डका पालनकर्ता जति पनि भगवान शिवदेखि माता पार्वतीदेखि अन्य सूक्ष्म दैवीय ऊर्जाहरू हुनुहुन्छ, उहाँहरूलाई स्मरण गर्ने, उहाँहरूको स्वरूपलाई चाहिँ बुझ्ने, उहाँहरूसँग साक्षात्कार गर्ने, उहाँहरूसँग चिन्ने जुन मेरो वर्षौंदेखिको जन्मदेखिको भित्री इच्छा थियो, त्यो इच्छा यस सिद्ध मुहुर्तमा पूर्ण हुँदैछ। मेरो शरीरमा भएको यो प्राण ऊर्जा, प्राणवायु, रुद्र स्वरूप श्वास, यस श्वास नै ईश्वरको सूक्ष्म प्रतीक हो। यसको मार्फतबाट मैले चिन्ने अवसर पाएकोमा, साथै यस पावन दिनमा भगवान शिवले माता पार्वतीलाई दिनुभएको यो अक्षय ज्ञान, स्वर विज्ञान, यसको मैले पनि साधना र प्र्याक्टिस गर्न पाउँदा म आफूलाई ऊर्जावान, भाग्यवान सम्झिरहेको छु, ठानिरहेको छु। मेरो शरीरले, मेरो मनले, मेरो आत्माले यो कुरालाई महसुस गरिरहेको छ। यही ऊर्जा म अन्य दिन पनि, अघिपछि पनि, अरू समयमा पनि महसुस गर्न सकौं। यस ध्यानको साधना विधि गर्दै गर्दा म मनमनै एउटा चाहिँ संकल्प, लामो श्वास लिउँ, त्यसलाई नाभिमा होल्ड गरौँ, सगुण श्वास लिन पर्यो। सबैले सगुण श्वास लिएर त्यो संकल्प गर्नु पर्यो, आजको दिनमा म यो संकल्प गर्छु कि यो ऊर्जा जुन अहिले मैले अनुभूत गरेँ, प्राप्त गरेँ, यो ऊर्जालाई म आफ्नो जीवनमा उन्नतिको लागि, प्रगतिको लागि, समृद्धिको लागि प्रयोग गर्नेछु। यसको म दुरुपयोग गर्ने छैन। म योसँग
सदैव सचेत रहने प्रण गर्दछु, सङ्कल्प गर्दछु। हामी ऊर्जालाई एउटा फरक ढङ्गले बुझ्ने अभियानमा छौँ। हामी म ऊर्जालाई, ग्रहका ऊर्जालाई, अङ्कका ऊर्जालाई, वास्तु पुरुषका ऊर्जालाई, ब्रह्माण्डीय अनन्त ऊर्जाहरूलाई, उपदेवताका ऊर्जाहरूलाई, श्वासका ऊर्जाहरूलाई एक वैज्ञानिक, आध्यात्मिक, व्यावहारिक किसिमले बुझेर इनर्जी विदको रूपमा, इनर्जी विज्ञको रूपमा, ऊर्जा विज्ञको रूपमा आफ्नो नयाँ करियर सुरुवात गर्दैछु। यो सङ्कल्पका साथ यस ज्ञानलाई सिकेर आफ्नो जीवनलाई बदल्ने, अरूको जीवनको ऊर्जालाई पनि चाहिँ बदल्ने र यस प्रकृतिमा एक आध्यात्मिक, दैवीय र प्राकृतिक वातावरण निर्माण गर्नमा मेरो यो प्रयास सफल रहोस्, सार्थक रहोस्। आजको दिन भगवान शिव र माता पार्वतीबाट यही आशीर्वाद प्राप्त होस्। यो सङ्कल्प मेरो सिद्ध होस्, अक्षय होस्। जय शान्त सदाशिव। बिस्तारै अब आफ्नो हात रगड्ने, दुई हातलाई रगड्ने र यो तातो बनाएर चाहिँ अनि हाम्रो पहिला आँखामा राख्ने, आँखामाथि, बन्द आँखामाथि नै, अनि बिस्तारै गालामा, हाम्रो घाँटीमा, जस्तो आज हामीले 10 द्वारको कुरा गऱ्यौँ, अब कानमा हेर्नुहोस्, कानमा होइन, तपाईँको आँखामा, यो नाकमा पनि यसो गर्न सक्यो। नाकमा पनि नाकलाई बन्द गरेर 10 द्वारको जुन कुरा गरेको छौँ हामीले, यो माथिका प्रमुख द्वार होइन, मुखमा, यसमा चाहिँ जुन ध्यान गर्दाखेरि हामीले जहाँ फोकस गरेको हुन्छौँ त्यहीँ चाहिँ यो ऊर्जालाई, फेरि बाहिरको ऊर्जालाई हामीले कण्ठमा है, त्यस पछाडि यसरी शरीरमा पनि यो समाहित गर्दै बिस्तारै बाहिरको वातावरणप्रति हामी सजग बन्दै आँखा खोल्छौँ र शान्त वातावरणमा आउँछौँ।